एकदमै इन्ट्रेस्टिङ छ तर अब त्यो ट्रेलरलाई अर्को इभेन्टको लागि पनि अलिअलि खुराक चढेको अनुपजीले समाथि हाल्नुभयो। अब यसको लागि चाहिँ विशेष धन्यवाद हाम्रो फाइट डिरेक्टर हुनुहुन्छ रोशन सर। रोशन दाइ यतै कतै हुनुहुन्छ होला, ऊ त्यहाँ हुनुहुन्छ। अल क्रेडिट गोज टु हिम एन्ड हिज टिम, जसले चाहिँ एकदम सहजतापूर्वक, एकदमै गाह्रो थियो तपाईँलाई थाहा नै छ। हुन त मलाई बोक्सीको घर पछि यो सिक्वेन्स परेको हुनाले अलिकति इजियर चाहिँ भयो, रुखमा चढ्ने एक्सपिरियन्स अलिक बढिसकेको थियो, सो कन्फिडेन्ट चाहिँ थिएँ। बट स्टिल अब त्यहाँ गएर एक्सन सिन गर्ने भनेको त्यति इजी त हुँदैन। कति धेरै चिजहरू छन् है, त्यो भन्दै गर्दाखेरि फेरि टेक्निकल कुरा गरिसकेपछि फिल्म हेर्दाखेरि मजा चाहिँ आउँदैन, किनभने यसरी खिचेको रहेछ, यो भएको रहेछ भन्ने हुन्छ। तर अब त्यसको अझै भित्री ड्रामाहरू तपाईँहरूसँग अब ट्रेलरमा अरू इभेन्टहरूमा पनि खुल्नेछौँ। मेरो लागि चाहिँ एकदमै रमाइलो एक्सपिरियन्स थियो। रुख चढ्नु मात्र थियो अलि अगाडिसम्म, रुखमा चढेर झगडा गर्नु पनि यो विशेष मजा हुँदो रहेछ। यो अब आँसुले के भन्छ। खासमा दुखेको त मेरो पनि थियो, तर म नभन्नेमा परेँ। अनि मैले पनि बिस्तारै नै भुताल्न खोजेको हो, तर मेरो चाहिँ हात अलिकति कडै छ क्या तपाईँको। अब त्यो चाहिँ अब अनि फिल्मभरि उसले पनि पिटाइ खान्छ, सो एकदमै निल्डामै बस्ने गरी हात त्यति स्ट्रङ छ, सो त्यो भएको भएर हो। तर के दिलाई चाहिँ मैले अझै मायाले त्यसरी भुतालेको त्यही नै अरू परेको के हुन्थ्यो होला म भएर निल्दामै बस्ने गरेको हात रहेछ होइन। रियलमा कसैले निल्दाम बस्नेदेखि हान्न परेको कि छैन त्यो चाहिँ परेको छैन र पर्दा नि नपरोस् त्यस्तो दिन नआओस्, किनभने चलचित्रमा यस्तो उटपट्याङ गाली गलोज यो के शब्द हुँदा यो